सबैलाई नमस्ते। अहिले चाहिँ म यतातिर snowfall भएको गर्दा त्यो भएर चाहिँ बाहिर वाचिङ द वे हिँडिरहेको छु। यहाँ चाहिँ तपाईँले प्रशस्तै मात्रामा हिँडिरहेको छु। अहिले चाहिँ हाम्रो यहाँतिर बत्तिरहेको टेम्परेचर भन्नुपर्दा टेम्परेचर -4 यस्तै तपाईँले हेर्नुभयो भने यहाँ चाहिँ -3 -4 हुने सम्भावना छ। तपाईँको यो चाहिँ जुन गार्डनमा बसेको हिउँ हो, तर बाटोमा चाहिँ बस्दैन, धेरै बाक्लो पऱ्यो भने मात्रै बस्छ। अहिले चाहिँ पातलो परेपछि बाटोमा चाहिँ गाडी हिँड्दैन, बाटो एरियामा बसेको छैन, यस्तै गार्डनमा मात्रै बसेको छ। अरू घरहरू सबमा चाहिँ परेको छ। हामीलाई निकै मजा आइरहेको छ हिउँ, चिसो हिउँमा मजाले खेल्नलाई, यताउता दगुर्नलाई। तपाईँको यहाँको चाहिँ क्लाइमेट मात्रै थोरै सफा भएको कारणले हिँड्नुपर्छ। तपाईँको अहिले हाम्रो नेपालको काठमाडौँमा पनि वातावरण सफा हुने भने सेम टेम्परेचरमा पर्थ्यो, तर हाम्रो चाहिँ वातावरण कारणले हिउँदहरू छोडिसकेको छ। आजभन्दा 10 वर्ष अगाडि चाहिँ हिउँ परिरहेको थियो। मैले पनि महसुस गरेको थिएँ काठमाडौँ हुनुपर्दाखेरि कस्तो रमणीय वातावरण हुन्छ, कति रमाइलो हुन्छ भनेर। त्यो वातावरण चाहिँ अहिले मैले यहाँ तपाईँको प्रत्यक्ष बाहिर अर्काको देशमा आएर मात्रै फिलिङ गरिरहेको छु। नेपालमा पनि तपाईँको अवश्य हुनुपर्छ, तर आफ्नो वातावरण चाहिँ एकदम सफा हुनुपर्यो, पल्युसन हुनु भएन। त्यस्तो भयो भने तपाईँको काठमाडौँमा एनी टाइम हिउँ पर्छ। अब त्यहीँ चन्द्रगिरीसम्म त हिउँ परिराखेकै हो, तपाईँ हामीलाई थाहा भइरहेको छ।